चाहिँ यस्तो छ अनि मजाले घाम लागिरहेको छ। बिहानको किरण, बिहानको प्रकाशको किरण यस्तो छ। मातिन्छ कि मिठो भएन हौ चारो? केटी हो उठेर हात मुख धोएको पनि छैन भ्लगर मान्छेले। गएको आइतेमा तपाईलाई भोक लाग्छ होला? Okay, let's go. Hi everyone, good morning. Welcome back to my YouTube channel again. साथीहरु, म चाहिँ अहिले भर्खरै उठिरहेको छु है। अनि गाउँमा चाहिँ हैन जाडो पनि छ, हल्का जाडो पनि छ। अनि म चाहिँ एकदम भर्खरै मात्र उठिरहेको छु साथीहरु। Nice. एकदमै धेरै काम गर्नुपर्छ है अहिले चाहिँ, किनभने मम्मी आमा चाहिँ मेरो तराई जानु भएको छ। त्यही भएको कारणले गर्दाखेरि म चाहिँ धेरै भन्दा धेरै घरको काम गर्नुपर्छ हैन। अनि चारो पकाउनेदेखि लिएर खाना पकाउने यताउता के घाँसपातहरू गर्नुपर्छ हैन। अनि दिनहरू चाहिँ यसरी नै बितिरहेछ मेरो चाहिँ। प्राय सबैकोतिर चाहिँ एउटै कामहरू हुन्छ होला जस्तो लाग्छ है मलाई चाहिँ। विशेष काम चाहिँ छैन, तर पनि घरमा एकछिन बसिराख्नु चाहिँ पाइँदैन। के गरिराख्नु पर्छ कामहरू। अनि यतातिर चाहिँ यहाँ मासतिर मात्रै घाम आइसकेको छ है साथीहरु। यहाँ माथितिर पनि घरहरू छ। अनि देखिँदैन, तर यतातिर माथि घर छ, माथि घर छ, देखिँदैन। जंगल भइरहेछ कि अहिलेको गाउँ। अनि बिहानको भ्यू चाहिँ यस्तो छ, माथिनिर चाहिँ घाम आइरहेछ है। यताबाट घामको प्रकाश आइरहेछ आज चाहिँ बिहानै भ्लग बनाउने मुड चलेको साथीहरु। अनि बनाइदिएको छु। अनि अरू भ्लगहरू मेरो तपाईहरु हेर्दै जानु होला ल। Oh my god! Wow! यो कुखुरा चाहिँ बिहानै उठेर पनि अनेक काम बिगारिसक्छ म उठ्दाखेरि त। अनि साथीहरु, हाम्रोतिरको भ्यू चाहिँ यस्तो छ। अनि मजाले घाम लागिरहेको छ। बिहानको किरण, बिहानको प्रकाशको किरण यस्तो छ। अनि यो रुखको चाहिँ छाया परेछ के घरमा चाहिँ। अनि अहिले चाहिँ जाडो हटिसक्यो भनौं। अनि यस्तो छ हाम्रो गाउँघरतिर। गाउँघर भनेको त साथीहरु कति धेरै प्यारो लाग्छ के है, आफ्नो गाउँघर जसलाई पनि प्यारो। अब चाहिँ मैले चारो पकाउनेदेखि लिएर सबै कामहरू गर्नुपर्छ। स्टार्टिङ चाहिँ चारो पकाउनेदेखि गर्नुपर्छ साथीहरु। अनि यस्तै छ हाम्रो बिहानको भ्यू चाहिँ। हिजो त मेरो सुँगुरले चारै खाइन हो, के भयो? को नि हौ देमा? मातेको होला सुँगुर पनि। मातिन्छ कि मिठो भएन हौ चारो? केटी हो मिठो भएन कि त मातेको? मातेको कि मिठो भएन?
एक केटाकेटी हो, एक केडी हो, एक केडी हो। मिठो भयो। मिठो भयो होला नि। केडी हो। मिठो भयो। मिठो भयो। फर्सी पनि नखाने रहेछ यिनीहरूले। यिनीहरूले चोक्रा भन्दा चाहिँ झोल मन पराउने रहेछ क्या। Ura. Kita tunai madam I kong las kong pati no sara big dong wo kena meripa sedam ma wo yu mutamo La हाम्रो मिग्रेसन साले उयो मात्रै गर्ने रहेछ नि, धाक मात्रै लाउने रहेछ, लास्टमा त नमस्कार, लजाउने रहेछ। म चाहिँ डल्ली हैन, डल्ली ब्लगरको दाजु। नाइस लाटा जस्तो गर्छ फेरि। गर्नुहुन्छ मेरो दाजु है, गर्नुहुन्छ भन्नु पर्यो नि। सबैजनालाई हाम्रो चमेली सिस्टरको ब्लग हेरेर त्यसमा सबैजनाले सेयर गर्ने, लाइक गर्ने अनि सब्सक्राइब गरिदिनु होला। म उसको दाइको नाताले भनेको सबैजना एभ्री इच अदर इङ्ग्लिसमा त फेरि कडा दिनुहुन्छ क्या हाम्रो दाजुले। गर्नु होला, सब्सक्राइब गरिदिनु होला है। नमस्कार। Oh my God! Wow! बिहानी पाखामा नमस्कार। बिहानै सुरुवात गरेको ब्लगरमा उठेर हातमुख धोएको पनि छैन ब्लगर मान्छेले। अनि हाम्रो दाजुको कस्तो छ यसो बोलीचालीहरू होइन, कतिको सिलसिलाबद्ध तरिकाले बोल्नु भयो। अनि तपाईहरुले बेटर छ, एकदम राम्रो छ। सिलसिलाबद्धमा त के मिठास। हाम्रो गाउँकै ह्यान्डसम दाजु हुनुहुन्छ हैन। त्यस्तै हो, अब सबैजनाले त्यसै भन्छ, मैले भनेर हुन्न क्यारे होइन। सबैजनाले भनेको ठाउँमा अब मैले पनि स्वीकार्नु पर्छ पुरा होइन। बिहान बिहानै सिउँदो फर्काएर हिँड्नुहुन्छ कि हाम्रो दाजु। त्यस्तै हो। अब अहिले त हाम्रो गाउँ त 2-3 राउन्ड पारेर आउनु भएको छ। अब बिहानै म यसो मर्निङ वकमा हिँड्छु, त्यही भएर यसो घुम्दै फिर्दै आउँदाखेरि भ्लगरको घरमा आइपुगेछु। गएको आइदेमा तपाईलाई भोक लाग्छ होला। त्यहाँ छ खाजा छ, अनि एकछिनमा आउँछु है। बुढेसकालैमा
भाग म बन्न सक्छु सक्दिन तिमीलाई छोड्न छोरीलाई आमाको माया लाग्दैन कि के हो हैन आमाको याद आउँछ पनि भन्दैन के हो पारा के हो पारा तेरी क्या दुःख दिनु भन्यो बाबाले मैले दाउरा छोपेको थिएँ पानी परेर भन्दा त्यसै त्यसै कस्तो गाडा माया बसेको
ल है त यहाँ सुँगुरलाई चारो पनि ठिक्क पारिसकियो अनि आफ्नो लागि बेलुकाको तरकारीको लागि मुन्टा पनि रेडी पारियो। अनि यो चाहिँ यहाँनिर राखिराख्छु अनि सुँगुरलाई दिनु छ घाँस। यति सुँगुरको लागि पनि तयारी गरियो। दुख्यो नि लुखा त नहुने नलाउनु रहेछ। मेरो तरकारी बेलुकाको लागि रेडी भयो साथीहरू। एकदमै अर्ग्यानिक हैन। अहिले त तरकारी छ क्या घरमा। घर लिपेको छैन, डमाडोल भइरहेछ है। अब चाहिँ फेरि सुँगुरलाई भोलि पकाउने चारो खोज्न जानुपर्ने छ साथीहरू। सुँगुरलाई चारो पनि रेडी पारियो यहाँ खनेर। अब गएर चाहिँ भोलिको लागि धोइराख्नु पर्नेछ, रेडी पार्नु पर्नेछ साथीहरू। अनि दिदीले नि कहाँ पढ्नुहुन्छ? ए तेह्रथुममा पो हो। डेजी न के पो? ए डेजी ए तेह्रथुम पो। कोसँग बस्छ नानी? छेमासँग? को साइली दिदी? यो साइली दिदी ए हो। ए अनि तैमुर चाहिँ तेह्रथुम जानु मन लाग्दैन? लाग्छ। ए तैमुर ज्ञानी छ कि अनि दिदी ज्ञानी हो? दिदी ज्ञानी हो। ए अनि मम्मी र तैमुर चाहिँ गाउँमा अनि दिदी र अर्को दिदी चाहिँ तेह्रथुममा गएको। ल राम्रोसँग जानु ल। Under